हेलो, आज फागुनको 14 गते मेरो छोरीको ह्याप्पी बर्थडे। म छिटो उठेर रेडी हुनतिर लागेँ। ठ्याक्कै छोरी पनि उठी। छोरीलाई उठेपछि रेडी गरिदिनु पऱ्यो, राम्रो नाना लगाइदिनु पऱ्यो भनेर गरेको। आछु भयो भनिरहेको थिएँ। अनि बल्ल लुगा लाएर रेडी गरिदिएँ। रुमालले मुख पुछ भनेको, नाइ नाना पुस्छु, म मुख नपुस्ने भने नाना पुस्न थालेँ। अनि पछि आमाले आच्छो हुन्छ मजा लगाइदियो भन्नुभयो, मजा लगाइदिएँ। पैसा दिनुभयो। अनि चक्लेट किनेर खाऊ भन्नुभयो। अनि चक्लेट किन्यो भनेपछि बाई भन्न थालेँ। अनि हामी रेडी भयौँ। अनि जुत्ता चप्पल लगायौँ। अनि हिँड्यौँ, फुपूलाई उठाऊँ भने। अनि उठाएर जुठो परे पनि के पो त साथी हिँड्नलाई भने। अनि हिँड्यौँ, मन्दिर गयौँ हामी। मन्दिर गएर उसले सबै हेर्न थाल्यो सुरुमा। अनि त्यहाँबाट मैले मोबाइल राख्ने ठाउँ नपाएर कुर्सीमा राखेर अनि पूजा गर्न थाल्यौँ। घन्टी बजायौँ फर्स्टमा। अनि उसलाई मन्दिर घुमाएर जल पानी चढाइ। अनि घुम्दै थिएँ। अनि धुप बाल्ने भने अनि आफै समातेर धुप बाल्न दिएँ नमस्ते गरी। अनि हामी त्यहाँबाट टिका लगाइदियौँ। टिका लाउनलाई निदा थापिरहेको थिएँ। अनि फर्किँदाखेरि नमस्ते गरेर हिँडेँ। चक्लेट किन्ने बित्तिकै दादा दिदी घरमा जाने भनेर चक्लेट दिन गएँ। चक्लेट आफैले दिएँ। अनि मलाई पनि चाहियो भनेर झगडा गर्न थालेँ। दिनै मानिनँ। अनि खाएँ आफूले नि एउटा। अनि आमाले टिका लगाइदिनु भयो। ठुलो मामले पनि टिका लगाइदिनु भयो।